अनि अनि त मैले यस्तो त हल्का गफसप दिइराख्नु न। नमस्कार हजुरहरुको हामी मोटो ब्लगमा स्वागत छ। मेरो नाम यो 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 दुनियाँलाई तपाईँ समय भनेर चाहिँ त्यस्तो दिने काम छैन होइन। डाइरेक्ट डाइरेक्ट होइन त्यो 10,000 सब्सक्राइबर पनि त्यो तपाईँ हजुर भनेर होइन क्या त भनेर बनाउनु हो होइन। जुन त भनेर बसेकोहरू नि त्यो रियल सब्सक्राइबरहरू हुन्छ क्या। बल्ल हामी अहिले भिडियोहरूको छेउछाउ पुग्ने आँट्यौँ। तँहरूले भिडियो हेर्दै हेर्दिनँ छैन हेर्दै होइन अनि एउटा दुईवटा एक्सिडेन्ट भएको हाल्नुपर्छ कि झन्डै झन्डै यमराजले सब्सक्राइब हाल्यो। मोटो भ्लगमा हाम्रो अघि हुनुहुन्छ यमराज, हामी पछि छौँ। यमराजलाई पछ्याउने क्रम जारी छ। जारी छ। अब तपाईँहरूले हेर्दै जानुहोस्। कुन दिन थाकै पकाउँछ यमराजले। साह्रो कुरामा होला मोटो भ्लग यस्तो फास्ट भयो भने मोबाइल उचित चिक्ने गाडीले ट्याक्क टिप्नुभन्दा अगाडि खिच्ला। यो यमराज चाहिँ कति हिँडेको होला हो, कति हिँडेको बाटोमा। यहाँ पनि बालेनलाई नै बोलाउनु पर्छ यार, बाटो खाली भएन यो। बालन सर कहाँ हुनुहुन्छ तपाईँ? कहाँ अब रेस्पेक्ट भनेको बालनमाथि रेस्पेक्ट दिनुपर्छ होइन। हाम्रो हर्कदा भनेको तपाईँ तपाईँ पनि आउनु पर्यो यता। हर्का सम्मानलाई त यहाँ झन् यस्तो यति रेस्पेक्ट छ नि। सम्मानको कस्तो हरेको नि अब यो अगाडिको लगभग 2050 सालदेखिको 30 सालदेखिको पानी ल्याउँछु म यताउति भन्दै मान्छेलाई चुनाव पछि नै पानी ल्याउने भन्दै भोट माग्छ अरे क्या। कसैले ल्याएन अरे अर्कोले डाइरेक्ट पानी ल्याउँदै अरे। अब चुनावमा पार्टी हेर्दै के ल्याउँछु भनेर भोट माग्छु नि त भनेर पुरा कुरा चलिरहेको छ क्या। ब्लगभरि यो एलइडी आयो जित्यो हाम्रो भ्लगै बेकार लाग्छ। उताबाट अर्को क्यामेरा पाइहाल्छ। यो गाडीलाई जित्नु सकिएन होइन। सुरुमा यस्तै हुन्छ हजुरहरू, हामीलाई माया गर्दै गर्नु। केही छैन, बुढीले माया गरिहाल्छ भने यो बाटोमा त देखाएको थिएन होला नि त कति मान्छेहरू छैन। हाम्रो ताक्नु त यो भ्लग बनाएकै एक्सिडेन्ट हुन्छ ठुलो टेन्सन लाग्छ। हाम्रो यहाँ अरूको फेरि त्यस्तो भित्र छ मेरो धेरै हामी खिच्दैनौँ। अब भेटेँ कि छैन त्यस्तो झन् त्यो टाइटलै राम्रो हुने रहेछ। हेर्नुहोस् त कसरी गाडी ठुकियो भन्ने खालको। सुरुमै हाम्रो भगवान् त्यसरी हाल्छ त ल। सुरुमा त हेर्नुहोस् त कसरी गाडी ठोकियोस् भनेर ब्लग बिगारेर हेर्ने यसले। यमराजको पछि तपाईँहरू यो मेलामा नि आउनु सक्नुहुन्छ। हाम्रो हामी चाहिँ केही पनि छैन, राम्रै होला। धेरै जस्तो नसम्झाने हुने। हेर्नुहोस् हामी यमराजको अगाडि पछाडि नै छौँ, उताबाट नै आइराख्नु भएको छ। बल्ल टप्यो। अब तपाईँहरूलाई हाम्रो साउन्ड पनि दृश्य पाइरहेको होला। यस्तै हुन्छ मुची सुरुमा होइन। उहाँहरूलाई भ्लग पनि तर यता दिपावली बुढी यस्तो लाग्यो राजा गाडी रोक्छ तर सुन्दैन। हल्का गफ दिइहाल्नु अहिले यहाँ उठाइदिइहाल्नु हो मान्छे भनेर होइन। दुई चारजनालाई होइन यसो के छ हो यताउति ठेकाइदिइहाल्नु हो क्या। उनीहरू पनि अब कहाँबाट आएको हामी पनि कहाँबाट आएको हुन्छ। दुई चारजना चिने यस्तो गरे हेर्दा भनेर क्या यताउति दिइहाल्नु मात्रै साँच्चिहाल्नु। क्यामेरा आउनु हुँदैछ अगाडि हामी सर्ट पढिदिइहाल्यौँ। कन्काई मैले रक्षा गरौँ सबैको राम्रो रिजल्ट धेरै प्रगति उन्नति होस्।
यो भ्लग हेर्ने मान्छेहरूले सब्सक्राइब गर भने त्यस्तो बेला पैसा 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 खाने साथ हो गर्दैन भने सिरियस गर्छ भने झनै राम्रो तर गर्नु चाहिँ पर्छ अब नगरेर हुन्छ फेरि यस्तो यस्तो भ्लग फर्स्टको स्टार्टिङ हुँदैछ झन्डै डेन्जर आउन सक्छ हामी त डेन्जरकै अघि पछि हुन्छौँ प्रायः हो यो कता पनि कति चलेको यो बाटोमा दुई चारवटा दिदीहरूको अनुहारले भ्लग बिग्रिनु सक्ला त्यसमा क्षमा चाहन्छु होइन ठाउँ त राम्रो रहेछ नेपाल भन्ने पनि प्रायः हामी यहाँ नेपालमा बसिराखिँदैन होइन त्यही भएर हो हामी लाखिन झारतिर बसिन्छ नेपालमा बसिँदैन नेपाली पनि त्यति मजाले बोल्न आउँदैन सिकियो हजुरहरूकै लागि हो महरूकै लागि हो नेपाली पनि त्यति मजाले बोल्न आउँदैन सिकियो सिकिन चाहिँ राइट हुन्छ अन्धकारमा ल्याउनु खोज्दैछ यो फ्युचरमा पढ्नु हुनेहरू सरले गरिदिनु होला भोलि आबद्ध हुनुहुन्छ हजुरमै आइहाल्छ संस्कार हेर्न हजुरहरूले सब्सक्राइब गरिदिनु होला अब यस्तै मोटो भ्लग आइरहेको छ तपाईँहरूलाई मनोरञ्जन भइरहेको छ कालो खालको गर्ने मान्छेहरू अगाडि आयो भने झन् राम्रो हुन्थ्यो हामी मात्रै रहेछौँ गर्ने दुई चारवटा एक्सिडेन्ट अगाडि भइहाल्यो भने त राम्रै आफ्नै भयो भने पो सकियो फेरि अरू बेच्ने भाइ मोबाइल चाहिँ बचाउँ ल अरे स्कुटी सुकुटी छोड्ने बरु मान्छे जान्छ माथि मोबाइल चाहिँ घरमा दिनु पर्छ मम्मीको हो मोबाइल पनि म मरे त ठिकै छ नत्र त मम्मीले चेप्टाइदिन्छ हो चेप्टाइदिन्छ सकाइदिन्छ यो धुवा धुलोले यसो चलेको छ संसार तपाईँहरू बिस्तारै हामी कुन कुन ठाउँमा पुग्छौँ आज त हाम्रो ट्रिप छोटो हो त्यही पनि तपाईँहरूलाई लामो खालको देखाइदिन्छौँ भलाग है भ्लग होइन भलाग भलक अब यसरी नै लर्निङ हो होइन हामी लर्निङमा एप्रिसिएट गरिदिनु होला पछि त हामी गर्दैनौँ तपाईँहरूलाई गर्दिनौँ होइन अहिले त्यसो सकेपछि गरिदिनु नसकेको पनि मिल्छ भने गरिदिनु अब सबभन्दा सबैहरूले नेगेटिभ एटिट्युड हुनेहरूले कि सब्सक्राइब गरिदिनु होला पोजिटिभ एटिट्युड खासमा हुनेहरू तिमीहरूकै लागि बनाएको हो है गर्दैन हामीलाई थाहा छ नेगेटिभ एटिट्युडहरूले आफू जस्तै सम्झेर गरिदिएर भने राम्रो आफ्नै दाजुभाइ खालको जस्तो गरेर वंशधर जस्तो गरेर गरिदिनु बाँकी अब गाडीमा जो अफिसमा बसेर हेर्नेहरूले चाहिँ नहेर पनि गर्नु पनि हाम्रो लागि के नै गरेको छौँ र हेर्दा झनै राम्रो धेरै झनै राम्रो नपुगेको छैन सुरु भ्लग हो हाम्रो त्यति बुद्धिजीवी कुरा त गरिदिनौँ होला खाल्ला पनि उता पुगेको छैन हुन त लङ टर्मै पुग्यो नि हाम्रो कुरा चाहिँ यही कालो खालकै हो जस्ट फर इन्टरटेन ओन्ली इन्टरटेनको लागि हो तर यस्तो बुद्धिमा चाहिँ इन्टरटेन हुनु हुँदैन होला हजुरहरू हेर्नुहोस् त कसरी एउटा एक्सिडेन्ट देखिहाल्यो हेर्छ एउटा म लाइफ इज ब्युटिफुल रोकेर होइन त्यहाँ रोकेर हामीले त्यो साइकल पनि के हो कस्तो हो अन्दाजिफिकेसन गर्नु पर्थ्यो ए उठ्छ होला है उठ्छ होला हात त दिएकै हो
हात जुत्ता लगिन्छ हेर्नु ठाउँ त राम्रै छ नि मान्छेले भन्छ ठिक छैन नेपालले बस्नु सक्दैन यो त्यो भन्थ्यो त्यो पनि हो तर ठाउँ चाहिँ राम्रै हो पैसा हुनुपर्छ उसलाई नेपाल जस्तो राम्रो ठाउँ छैन हो पैसा दिनु पऱ्यो है साथी खुसी पैसा पावर दिनु पऱ्यो पावर पैसा भएपछि पावर चार सब बनिन्छ पैसा बनाऊ साथी तिमी त्रिपल टी हुनु पऱ्यो खुसी पैसा पावर एउटा टी चाहिँ प्रेम भयो जाने हुन्छ होइन त्यति भएपछि पैसा भइसकेपछि खुसी आफै कुद्दै कुद्दै आउँछ पावर त आफै म आम तिम्रो लागि भन्दै आउँछ प्रेम अलिक आउँदैन अलिकति आउँदिन होला सायद म चाहिँ भ्याउँदिनँ त्यो दिन शनिबारको दिन पारेको थियो चाहिँ म अलिकति मिलाउँथेँ शनिबार म झन् अलिक भ्याउँदिनँ होइन फेरि बिजी जाँदै बिजनेसमै टाइमै छैन त्यसलाई टाइम दिने अलिकति पनि अब थोरै यो पनि के गर्नु खोज्नु होला बाटो बाटोमा कुदाएर यसलाई त सजाएर स्कर्पियो भनेको त बिच्छी होइन अन्त यो के गरेको यो बाटो बाटोमा किच्दियो एउटाले हो भोलाघाट नछुकेर होला अब चाहिँ भगवान् आउनुभयो ए सारा नेपाली जनताले ढोगौँ है सबैले ढोक्दैन होला ढोकेको नमस्ते पठाइदिनु भगवान्लाई सम्झेर है हामीलाई सम्झेर होइन भगवान्लाई सम्झेर हामीलाई सम्झायो नि केही नै हुँदैन हामी उस्तो यस्तै हो भात नखाँदा त हामी पनि भगवानै हो तर पुगेन कि तर डेली काज गर्ने यिनीहरूको टेन्सन छ अलिअलि फलफुलले पुगेन पहिला हामी पनि फलफुल हुँदासम्म त ठिकै थियो धुवा धुलो खासै छैन क्यामेरा बिगारिदिन्छु म मम्मीले मार्छन् होला आज त्यो पनि लुकी छिरी अब लिएर हिँडेको फोन आमा बुवाको आशीर्वाद भन्दै यो अर्काको फोन लिएर आइयो ठिकै छ अर्का के भन्छ आफ्नै मम्मीले तर क्यामेराजहरू चाहिँ धेरै नै छ यहाँ भाइ यार बाटो छोड्देऊ न अलिकति यार कस्तो पेपरेको गरेको हो यार यसो लागि चिप लगाइदिन्छु अनि अब लाग्छ यहाँ त्यतिमाखेरि नर त्यो अर्कोतिर म अर्कोतिर होस् सबैले हाँकेको के अरे हाँकेको गाडी र ताकेको होस् अलि बढी हाम्रो पुगोस् तिमीहरू पुग्दा नि हुन्छ होइन पछि पुगाइहाल्छ तिमीहरूले हामी चाहिँ अलिकति लो बजेटमा छौँ अहिले पुरै अलिकति कस्तो बजेको मैले ठुलो लुगा लाउँदा पनि 1600 देखिने मान्छे भनेको थियो उहाँ जस्तो लाग्यो मलाई आन्टीले पनि अलिकति खाइदिनु भयो नि त भ्लग ठिकै छ तर यसरी क्यामेरा यसरी मोबाइल हातमा लिएर हिँड्दाखेरि त मान्छेहरूले पनि भ्लगरै हुनु पर्छ होइन ठिकै छ फोटो के हो क्या देख्दैनौ भेट्छौ ल तिमीहरू कागे त्यो दिदी भनेको दाइ रहेछ पत्र छाती हो अलिकति एक्सर्साइज गर्नु पर्यो दाइ तपाईँको हो तपाईँले नि भ्लग हेर्दै हुनुहुन्छ भने थम्सअप हान्दिनु अब यहाँ चाहिँ हाम्रो अलिकति रोक्नु पऱ्यो ठिकै छ तर ठाउँ त राम्रै हो होइन हाम्रो गाडी कसको कसको आसमाको म चाहिँ ठक्कै याद गर्दिनँ होइन बागमतीकै हो आसमाको बाउको ससुराको अब आसमाको ससुरा पनि देख्यो यहाँनिर लु भएपछि त्यो त्यसको चाहिँ नभन्नु त्यो चाहिँ काट्नु भ्लगै हाल कति नभए जस्तो भ्लगर जस्तो काटहरू त्यो चाहिँ चाचाले पैसा माग्नु हुँदैछ अब राजाले प्यान्ट झिकेर दिइहाल्छ मसँग पनि त्यस्तै छ अभावै अभाव भन्ने गाना याद दिलाइदियोस् सिग्नल पनि खुल्छै खुल्दैन हो तर घाम त पुरा लागेकै रहेछ यार यो हामी कुदिराखेर भएर पो त्यस्तो भएको रहेछ यार होइन घाम त कता लागेको रहेछ यार स्टप गर्दै